स्वागत छ हजुरहरूलाई यो मेरो नयाँ भिडियो र भ्लगमा। आजको यात्रा चाहिँ हाम्रो रहेको छ ओख्रेनीसम्मको। हामी चाहिँ यहाँ बस पार्क झर्यौँ। अब यहाँबाट चाहिँ हाम्रो हाइक सुरु हुन्छ। आजको हाइक चाहिँ त्यो चाहिँ टिकटको लाइन हो। साथीहरू यहाँ हेर्न सक्नुहुन्छ। शनिबार भएर भिड। हामी चाहिँ यहाँ टिकट काटेर अब चाहिँ हाम्रो यात्रा फेरि सुरु भयो। हामी चाहिँ लगभग बसपाटदेखि 20-30 मिनटको उसमा चाहिँ हामी आइपुग्यौँ सुन्दरजली गेटमा। यो चाहिँ हो साथीहरू सुन्दरीजलको ड्याम। अब यहाँदेखि चाहिँ हाम्रो ओख्रेनीको यात्रा सुरु हुन्छ। आजको हाम्रो गन्तव्य भनेको चाहिँ ओख्रेनीसम्मको हो। यस्तो सजिलो रुख भेटेपछि त अब चढेर उत्पट्याङ त गर्नै पर्यो। हाम्रो यात्रा चाहिँ अब हुँदैछ ओख्रेनीतर्फ होइन, ओख्रेनी झरनातिर। बिस्तारै जाऊँ, एकदमै जङ्गलको बिस्तारै आऊ। टाढा छ गन्तव्य, बिस्तारै। खोलाको हामी यहाँ ओख्रेनी झर्न जाँदा चाहिँ खोलाको किनारै किनार हुँदै जानुपर्ने रहेछ। खोला एकदमै साउन्ड सुन्न सक्नुहुन्छ साथीहरू। ओख्रेनी आउने आन्तरिक पर्यटन चाहिँ एकदमै धेरै देखिन्छन्। यहाँ हेर्न सक्नुहुन्छ पछाडि, यहाँ अगाडि पनि मान्छेहरू धेरै छन्। यहाँ ओख्रेनी जाँदा चाहिँ कति भन्दाखेरि आधी घन्टा जति चाहिँ हामी खोलै खोलेर जङ्गलै हिँड्यौँ होइन। अनि त्यहाँ आधी घन्टापछि चाहिँ हाम्रो यसरी पिच रोड पनि आउने रहेछ। हामी चाहिँ लगभग सुन्दरजलबाट 1.5 घन्टा हिँडिसकेपछि यहाँ आइपुग्यौँ। यो ठाउँको नाम चाहिँ थाहा छैन, देख्न सक्नुहुन्छ यो भ्यू कस्तो राम्रो आइरहेछ। हुने रहेछ। यहाँ भाङ्गो पनि छ। यो भाङ्गो यो अनि मकै पनि पाकेर भ्यू आफ्नै घर आज जस्तो अनुभव भयो। आज चाहिँ
कहाँ हो जस्तो छ ऊ देखिरहेको छ झर्ना त्यहाँ माथि त्यही है दिदी हो त्यहाँ अझै छ हिँड्नुपर्ने ऊ त्यहाँनिर अझै छ अझै त्यस्तै हो उफ्रिनेको सानो झर्ना ठुलो झर्ना चाहिँ अझै 2 घन्टा लाग्छ नि त्यो अब यो झर्नाबाट फेरि जान्छ मेटाउँदै त्यो उफ्रिनेमा चाहिँ झर्नाहरू चाहिँ एकदमै प्रशस्तै हेर्न पाइने रहेछ यत्रो हिँडिसकेँ मैले आउला आउँदैन पछि आउला आउँदैन लास्टै टाढो रहेछु ओख्रेनीको पुरै त्यो भ्याली नै कटिसक्दा नि अझ त्यो झर्ना आउँदैन खोइ त झर्ना मौसम चाहिँ सफा नै थियो तर साथीहरू हिँड्दा हिँड्दै एक्कासी मौसम चेन्ज भएर पानी पर्न थाल्यो भने एकछिन रोकिनु न हामी जान्छौँ भने रोकिया के भयो जाममै पर्यो जाम है यो अगाडि क्यामेरा मैले उ गरिरहेको छु नि त त्यही भएर पनि हो क्या दिदी भर्खर माथि धेरै घुम्यो क्या हामी बाटोमा हेलो गाइस यस्तो छ हालत यहाँ कस्तो छ हालत सरकारले चाहिँ यसो छाना लगाइदिनु पर्यो चिप्लो भयो भने उकालो नि अलि बरु आया त्यहाँ अड्क्यो फाइनल्ली साथीहरू हामी चाहिँ 2-3 घन्टाको 3 घन्टाको हिँडाइ पछि यो हेर्नलाई यो झर्ना हेर्नलाई हामी चाहिँ यहाँ आइपुगेको है साथीहरू भिड हेर्नुहोस् है मान्छेहरूको भिड आन्तरिक पर्यटनहरूको भिड यही झर्ना हेर्नलाई हामी चाहिँ आएको 3 घन्टा हिँडेर पानी झरीसँग भिज्दै साथीहरू हेर्नुहोस्
हेलो हेलो तपाईहरु जान लाग्नु भएको आउनु अब हामी जान लाग्यो ला पानी बढेर ठुलो भइसक्यो होला हजुर रमाइलो त रमाइलो छ पानी चाहिँ ठुलो आइरहेछ के माथिबाट चिसो भएर झनाबाट चिया खाँदैछौँ बस न यत्तरी नभन न त्यस्तो साथ छोडेर हुन्छ साथीलाई यो हो ओख्रेनीको भ्यू एकदमै पानी परिरहेछ भ्यू पनि एकदमै मजाले देखिरहेछ हामी चाहिँ झर्ना हेरेर फर्क्यौँ कोही जाँदै हुनुहुन्छ कोही फर्किँदै हुनुहुन्छ यहाँको भ्यू चाहिँ एकदमै हाम्रो गाउँको एकदमै गाउँको झाउको याद आउने कोदो छ होइन यहाँ मकैहरू सबै चिजहरू छ यस्तो गाउँको पनि याद आयो त्यो रहेको चाहिँ यदि तपाईँहरू चाहिँ यहाँ आउँदै हुनुहुन्छ भने यो सिजनमा चाहिँ एक्स्ट्रा अलिक कपत्री सबै चिजहरू ट्याङ्कोट छाता होइन जुत्ताहरू चाहिँ राम्रो जस अलि ल्याएर आउनुहोस् यहाँ चाहिँ एकदमै अलि टपमै रहेछ पानी चाहिँ खत्रै अघि चाहिँ एकदमै घाम लागेको थियो अहिले चाहिँ खत्रै पानी पऱ्यो हामीले पनि सोचेको थिएन त्यो हामीले चाहिँ एउटै कपडा ल्याएर आएको थियौँ भिजेर लुत्रुकै अनि अब के भन्नु यत्तिकैमा फर्क्यौँ त्यही भएर तपाईँहरू चाहिँ अलि बोकेर आउनुहोस् है कपडाहरू चाहिँ सेम हाम्रो गाउँघर जस्तो छ क्या यहाँ चाहिँ हाम्रै जे हाम्रो गाउँमा फल्छ त्यही चिजहरू होइन कोदो भाङ्गो अनि सिमी तरकारीहरू खेतीहरूदेखि लिएर सबै यहाँ हावा पानी नै उस्तै छ त्यही भएर हामी चाहिँ एकदम गाउँमै गए जस्तो अनुभव भयो है चिसो पनि भयो है अहिले त फर्किँदा चिसो भयो एकदमै अब काठमाडौँको कोलाहालदेखि वाक्क दिक्क हुनुहुन्छ भने तपाईँहरू चाहिँ शनिबारको टाइम मिलाएर यहाँ आउनु होला यस्तो भ्यू छ पानी गरिसकेपछि